कहिलेदेखि आउँछ मौसममा सुधार? बंगालको खाडीमा विकसित चक्रवात मोन्था तथा न्यून चापिय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसमविदले जानकारी दिएका छन्। काठमाडौँ लगायत मुलुकका मध्य र पश्चिमी बागमती, गण्डकी, लुम्बिनी तथा तराईका सर्लाहीदेखि चितवनसम्मका जिल्लाहरूका क्षेत्रमा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने मौसमविद उज्जवल उपाध्यायले बताएका छन्। कोशी पूर्वका जिल्लाहरूमा भोलि बिहानसम्म वर्षा रोकिने र मध्याह्नदेखि मौसम खुल्नेछ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिमी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ। यस्तै ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि देखिएको छ।